हेलो कृति भाउजू, हामी चाहिँ अब आज विराट चोकबाट फर्किँदैछौँ। ठ्याक्क लालभित्ती आइपुग्यौँ हामी। अब मलाई ठ्याक्कै लालभित्ती आउँदै चाहिँ अस्तिको बिहेको याद आयो। फेरि ड्रेसहरू पनि त्यस्तै बिहेकै जस्तो लागेको छ। यहाँ आज फलामको त्यो पुल देखेर भाइ एक्साइटेड भइरहेको छ। फेरि त्यो मलाई गाडीको चाबी माग्दैछ, म गाडी पनि कुदाइदिन्छु। बाइक त कुदाए अस्ति भयो। बेलबारीको पुलको याद आयो मलाई होइन। अनि अब हामीले चाहिँ के विचार गऱ्यौँ भने चाहिँ ससुराली चाहिँ हाम्रो डोनस दाइको चाहिँ उतै विराट चोकतिरै लालभित्तीतिरै बनाउनुपर्छ भन्ने कुरा आउँदैछ यहाँनिर। अब त्यो बेलबारीको कम्तीमा हामी गएको थियौँ नि, त्यो ठाउँ के हो, एउटा स्कुल अगाडि चाहिँ घर थियो। त्यो घरमा चाहिँ हामी कन्यार्थको लागि जाने कुरा आउँदैछ भाउजू। डोनस दाइको अब यसो बिहे गर्नुपर्ने बेला भयो। नेपाली स्कुल होइन, नेपाली स्कुल थियो, एउटा सरकारी स्कुल थियो। नानी हो। अनि त्यहाँ हामीले खाना पनि खाएको थियौँ। अनि त्यहाँ ठिकै राम्रै छ यहाँ त्यहाँनिर भन्ने। त्यहाँनिर सबैभन्दा धेरै पैसा पाइभएको थियो है। अनि पैसा पनि त्यहाँ पाइएको थियो धेरै, 500 रुपियाँ। भाउजूले अब अलि थोरै आँट्नु पऱ्यो के हो कसो हो कुरो भनेको चाहिँ होइन। भाउजूको त फुल सपोर्ट हुने होइन। सोध्छन् भाउजूले सोध्छन् अब तपाईँको देवर बाबुहरू चाहिँ कस्तो हुन्छ त, के हुन्छ भनेर सोध्ने कुरा भाउजूलाई नि हो। त्यही भएर डोनस दाइको बारेमा हल्का के छन् राम्रा गुणहरू, अब नराम्रो पनि राख्छन्, नराम्रो गुणहरू पनि यसो भनिदिनु पऱ्यो होइन। अनि त्यस पछाडि चाहिँ अब के हो कसो भनेर चाहिँ टाकटुक पारेर चाहिँ अब हामीले पैसा अर्को मङ्सिरमा अथवा वैशाखमा चाहिँ हामी यो शुभ कार्य चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ लाग्दैछ भाउजू। तपाईँको यो प्रतिक्रिया के छ यो भिडियो हेरेर तपाईँ भनिदिनु होला है त। ल अहिले ल्याइदिने गरौँ। तपाईँ त के भन्दैछ? एकदम रेडी हो, छिटो चाँडो भन्दा चाँडो। भाउजू कहिले आऊँ त हामी, कहिले जाऊँ त हामी? लाइसेन्स बनाए बाइ द वे। ए साँच्ची एउटा कुरो अलिक थोरै अलिकति एड पनि गर्नुभयो। अब बिहेको लागि हाम्रो त्यस्तो धेरै खर्च पनि नआउने रहेछ। यता सुनहरूको लागि अब हाम्रो बिना चाहिँ हुँदै हुन्छ। अब अहिलेको चलन चल्तीको मार्केट प्राइसको मै गरिदिनु हुन्छ ठ्याक्कसँगले। अनि त्यस पछाडि भनेको अब ठुलोबाले यसो फोटोसोटहरू पनि त्यहाँ दलाली सलाली गरेर यसो हेरिदिनु हुन्छ। अनि त्यस पछाडि अब गाडी पनि एउटा गाडी मात्रै लाने, धेरै नलाने, यही गाडी लाने, बिना चाहिँ गाडी लाने, क्यामेरा म हेरिहाल्छु। अनि त्यही भएर खर्च पनि त्यस्तो धेरै नआउने रहेछ। त्यही भएर हामीले चाहिँ यही वैशाखमा के अरे मङ्सिरमा कि त पैसातिर चाहिँ आँट्नुपर्छ है भाउजू। तपाईँले यो ध्यान आकर्षण होस् यो कुरामा चाहिँ। र उता माइतीतिर पनि अलिकति थोरै तपाईँ भनिदिनु पऱ्यो है भाउजू। ल अहिले ल्याइदिने।